हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज हामी सबै फ्यामिली चाहिँ घुम्नुको लागि नानीहरूलाई लगेर यसो भाइरल फुल भएकोमा र त्योभन्दा अलिक अगाडि हाम्रो एउटा भाइरल पुलै छ, त्यहाँ लागेर जाँदैछौँ। आज धेरै नै गर्मी छ। अब चाहिँ हामीहरू 4 अलिदेखि भाइरल पुलको लागि हिँडिसकेको छौँ। ओके, अब अगाडिको भिडियो हेर्दै जानुहोस् होला। लेट्स गो। अब हामीहरू आइसकेका छौँ भाइरल फुल भएको ठाउँमा। तर अहिले चाहिँ हामी अहिले जाँदैनौँ। पहिला हामीहरू भाइरल पुल गएर त्यहाँ यसो घुमेर आएर चाहिँ फर्किँदा चाहिँ नानीलाई यहाँ लिएर आउँछौँ। फाइनली अब हामीहरू आजको फर्स्ट डेस्टिनेसन आइपुगेको छौँ। यहाँ आएर मेरो फ्यामिली चाहिँ साह्रै इन्जोय गर्नुभयो। सबैले मन पराउनु भयो यो ठाउँलाई। उनीहरू चाहिँ पहिला आउनु भएको थिएन, उनीहरूको फर्स्ट टाइम हो। यो चाहिँ मेरो चाहिँ सेकेन्ड टाइम हो। पहिला म चाहिँ मेरो साथीसँग आएको थियो। यहाँ हाम्रो सानो पुलपुङले पनि भान्जीले पनि इन्जोय गर्नुहुँदैछ। बिस्तारै आउनु न, हुन्छ केही हुँदैन। जानु न, केही हुँदैन। आउ न, हिँड न। ऊ परसम्म हिँड न, आधी बाटो बिचसम्म। डर लाग्यो। खोइ मम्मी वापस उहाँ चाहिँ मेरो कान्छी दिदी हुनुहुन्छ। बिचरा डर लागिरहेछ तर पनि म उसलाई तान्दै पक्रिँदै भए पनि आज फर्स्ट टाइम लास्ट हो घुमेर जानुपर्छ भनेर लाँदैछु। तिमी यतापट्टि आऊ, उतापट्टि समात होइन, तिमी यतापट्टि तिमी यतापट्टि जाऊ त। म फोन समात्नु पर्छ यो मान्छेले। त्यहाँ समात के चाहिँ ए हामीले धन्न लिएर आए। कतिको झरेर यहाँ त एन्जिला उयो बित्थामा फोटो खिच। ऊ हेर भाइ कति मजाले स्कुल गएर आएर गरेर चाहिँ ला साँच्चै हल्लिँदैछ। अलिक पछि जाउँ न, ऊ परसम्म जाउँ न। हिँड न छिटो, हिँड न। तिम्रो ढाड मात्रै देख्यो। अलिक छिटो हिँड, अलिक छिटो। ओइ म त गएँ। होइन हिँड समाज हिँड न। नभए त हुँदैन रहेछ। होइन यस्तो स्पिड चाहिँ नहिँड्नु न, बिस्तारै हिँड्नु त। तिमीहरू नआएको आधी बाटो। हाई माइजू भन्दै बेबी माइजू भनिदेऊ। छिटो न, माइजू भनिदेऊ न। खै माइजू भनिदेऊ। एकजना चाहिँ होइन त्यहाँ आइज न। ए जानु त। ओइ तेरो साइडको टुट्नु आँट्यो पुल।
मम्मी आउनु भएन मम्मी यहाँ पुगेर अफ गर्मी अन्त म त डर लाग्यो नि त पुरा उसीमा दिदीले तान्दै लागेर पो म त ए मले हेर ए भाइ हामी पहिला आउँदाखेरि त यहाँ यस्तो दोकानहरू थिएन त आस्था ओइ पास्दै हामी पहिला आउँदा यस्तो केही थिएन यहाँ केही थिएन जस्ट यो फुल मात्रै थियो फेमस भएर होला नि अब यता मान्छेहरू अहिले मजाले होइन दोकानहरू बनिसकेको छ लु यहाँ चाहिँ सेरोटी पनि पाउनु थाल्यो के मागेको तिमीले मलाई डर छेउरी हेलो सिया यसो गर हेलो भनिदेऊ त हेलो भनिदेऊ त हेलो मैजू भनिदेऊ मैजू भनिदेऊ न लड्छ रेडी छ हाई आस्था हेलो भाइ मेरो मम्मीको खान्थे भन्थे ल ल 20 रुपियाँले चेस ह्याप्पी आज त राम्रो मौसम कि तर अचानक चेन्ज भयो ओइ मजा आयो ओइ बहिनी तिमीलाई पनि डर लाग्यो तिमीलाई पनि डर लाग्यो नानी मम्मीलाई पनि ग्लास आज त मलाई मजा आएर मैले उसलाई तान्दै लगेर गएको यसरी समातेर सुई लगेँ मारेर मिस गर्यो तिमीले लक्ष्य आएको छैन लक्ष्य जहिले हमेसा लेटै हुन्छ अभिषेक दादाले पनि मिस गर्नुभयो मिस देवी आउँछ नि आकृति आस्ना कसलाई मिस गरेछ नि खुसी दिदी अभिषेक दादा आकृति अनमोल दादा पनि अब ठुलो दिदी र दादा त उता इन्डियामा हुनुहुन्छ ओइ सबै खान्छस् बेबी मलाई देऊ पङ चिप्स आको यो त होइन निम्रो त पङ भान्जी चिप्स दिनुहोस् त खै मलाई चिप्स यो थ्याङ्क यू चटपटी नि चटपटीमा आलुसँग चटपटी खाने अरे रे के छ त मामा हेलो मामा
पुङपुङ यहाँ छ त मामा यहाँ छ हाई मामा एउटा लगेको ल पहिला म साथी एउटा मात्रै? घुम्न आउँदाखेरि चाहिँ यस्तो दोकानहरू बनिसकेको थिएन अब जस्तै पुलहरू कम्प्लिट भइसक्यो त्यसले गर्दाखेरि यस्तो खानेपिउनुको प्रबन्ध पनि थिएन तर योपालि आउँदा चाहिँ धेरै राम्रो त्यो रिजर्भमा लेख्छ होला नि त। दोकानहरू रहेछ तपाईँहरू आउँदाखेरि पनि खानापिनाको चिन्ता गर्नु पर्दैन तपाईँलाई यहाँ टेस्टी टेस्टी सो तपाईँहरू पनि आफ्नो फ्यामिलीसित आएर यहाँ भिजिट गर्न सक्नुहुन्छ होटेलहरू छ खाजा खानुको लागि आज हामीले पनि धेरै फ्यामिलीसित आज नानीहरू हाम्रो सानो भान्जी पनि धेरै खुसी हुनुहुन्छ अब चाहिँ हामीहरू गाडीको पर्खाइमा गाडी पाउँछ कि पाउँदैन है ओइ चल आज त देखा तेरा चाम बहिनी उता तिमी भित्र जाऊ यार गाडी आउँछ कि आउँदैन पाउँछ कि पाउँदैन हामी त यहाँ त धेरै भयो कति भिड रहेछ आज त यहाँ दुईवटा अटोलाई रोकेर अरू कहाँ गयो आज पनि अरू बेला जस्तै धेरै पिरो छैन ल्याउ न ल्याउँदैछ खुर्सानी खोर्सानी छैन नानी यसो गर नानी हाँसिदेऊ बन्नु सकिस् यो चाहिँ बाई बाई गरिदिउ यता हेर म्याजिक खाली छ नि त म्याजिक मान्छे पनि ल्याऊ न अलि माछा आजको हाम्रो छुट्टीको दिन पनि यसरी नै नानीहरूसँग र फ्यामिलीसँग बितिसकेको छ र आज चाहिँ हामीले धेरै इन्जोय गऱ्यौँ दुईवटा ठाउँ गएर नानीहरूले पनि धेरै मन पराउनु भयो अब चाहिँ हामी सबै घरको लागि फर्किरहेछौँ आई होप तपाईँहरूले मेरो भिडियो मन पराउनु भयो होला मन पराउनु भएकोमा लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु नबिर्सिनु होला बाई बाई